संसारमा नराम्रो त के छ र? डक्टर पनि राम्रो, इन्जिनियर पनि राम्रो, कलाकार पनि राम्रो, सबै राम्रो हो होइन। तर सबै डक्टर किन नबनेको त? तपाईँलाई क्वेसन हुन्छ नि त, त्यस्तो पैसा कमाउने हो त डिएक्सन किन सबैले नगरेको भन्ने म तपाईँलाई उदाहरण सहित। मेरो बुवालाई क्यान्सर लागेर बित्नु भयो, अथवा मेरो कोही आफन्त क्यान्सर लागेर बित्यो भने त्यो क्यान्सरको पीडा बिरामीले मात्रै भोग्छ, त्यो दुखाइ म भोग्दिनँ। तपाईँलाई अल्सर भयो भने त्यो अल्सरको दुखाइ तपाईँले मात्रै भोग्नुहुन्छ, मैले भोग्दिनँ। तर तपाईँको जेनेरेसनमा, तपाईँको परिवारमा मेरो अघिल्लो जेनेरेसन गरिब भएर बस्दियो भने त्यो दुःख मैले पनि पाउँछु। गरिबी म बनेर बसिदिएँ भने मेरो त्यो गरिबीको दुःख मेरो छोराले पनि पाउँछ। त्यस कारणले गर्दा चाहिँ मैले अघि उहाँहरूलाई पनि भने, तपाईँलाई ड्युटी जानु कसलाई एकदम जाँगर लाग्छ? सिएममा उठ्ने बित्तिकै यस्तो या आज त ड्युटी जाने रमाइलो कसलाई लाग्छ? लाग्छ? जुरुक्क उठ, ओहो या आज त ड्युटी जानुपर्छ रमाइलो को गर्नुहुन्छ? कोही हुँदैन। तर पनि फेरि हरेक दिन 29 दिन 26 दिन 30 दिन ड्युटी किन जान्छ? किन जान्छ? डर होइन नि सर, पैसा आउँछ नि। पैसा बाटो छ हो। तपाईँलाई मन नपरे पनि पैसाको लागि भने काम गर्नु परेको छ। डिएक्सनबाट पैसा आउँछ भने थाहा पाएपछि तपाईँलाई कफी मात्रै मनपर्छ, आरजिएल मन पर्दैन भने पनि पैसा आउँछ भनेर पनि काम गर्नुहोस् कि।